म कालो भन्छु नि यतापट्टि होइन, तर सबै यो सपनाको गल्ती हो क्या। अब को सपना को केटी भन्नुभयो होला होइन, सपना के सपना को सपना भन्नुभयो होला। त्यो के भन्छ इङ्ग्लिसमा ड्रिम के ड्रिम, सपनाको गल्ती हो। किनभने चाहिँ सपनामा चाहिँ मैले चाहिँ राति सपनामा चाहिँ मैले चाहिँ कालो त्यो कोइलो लगाएको देखेको थिएँ कि बिहान उठेर हेर्छु त कालै कालो यार। यस्तो त न बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। अनि त्यसपछि चाहिँ 4 दिन जति चाहिँ अब लगभग त सरकारमा चाहिँ अब प्राइम मिनिस्टर को बनाउने भनेर चाहिँ धेरै कुरा उठेको थियो नि त। अब बालेन दाइले उठाउने कि हर्का दाइले उठाउने कि सागर दाइले उठाउने कि अरू मान्छेलाई नि उठाउने भन्ने हल्ला चलेको थियो नि त। तर त्यतिराको सोचमा चाहिँ मेरो के त्यति बेलाको सोचमा चाहिँ प्राइम मिनिस्टर कसलाई बनाउनु भन्दाखेरि चाहिँ इच्छुक थियो भन्दाखेरि म चाहिँ केसमा भन्दाखेरि न त हर्का दाइ, न त बालेन दाइ, न त सागर दाइ, बरु बनाऊ त दुर्गेश थापा दाइलाई बनाइदिने। किनभने चाहिँ दुश्मन हेरेको हेरे गरिदिन्छन् नि त होइन। ये क्या है? सम्पूर्ण मेरा प्यारा भक्तजनहरूलाई स्वागत छ है मेरो युट्युब च्यानलमा। आयो हजुर सबै आरामै हुनुहुन्छ होला है। खुसियाली बाँड्दिनुहोस् है, खुसियाली बाँड्दिनुहोस्। अहिले चाहिँ बिहानको 7:15 समथिङ भयो होइन। ठ्याक्क हेर्न सक्नुहुन्छ घाम क्या क्लियर आहा, भ्यू पनि खतरा भयो क्या अहिले घामले गर्दा होइन। आजभोलि चाहिँ छिटै अस्ताउने छिटै लाग्ने 6:30 बजेतिर ठ्याक्क घाम निस्किने गर्छ होइन। क्या मिठो घाम थियो क्या। अनि आज उठ्दिउँ न होइन, अब अलिकति हेबिट चेन्ज गरौँ भनेको क्या। किनभने चाहिँ लास्टै सुतेको गर्दाखेरि त पुरै अल्छी पनि हुने होइन। त्यही भएर चाहिँ जुत्ता लाएर अलिकति त्यो गरेर अब चाहिँ अलिकति दौड्यौँ न, एक्सर्साइज हुन्छ भन्ने कुरा हो। जति नै एक्सर्साइज गऱ्यो त्यति नै अलिकति फिटनेस बढ्ने भयो नि त होइन। त्यही भएर त्यो त अस्ति हेर्दाखेरि कति सानो भएको थियो, अहिले त कन्स्ट्रक्सन गरेर हेर्नु त कति ठुलो गराइसकेछन्। त्यही हो, अलिकति दौड्नु पर्ने हुन्छ होइन। अनि म चाहिँ पहिला जहाँ एक्सर्साइज गर्थेँ नि त्यही जाने होइन। अड्डै त्यही हो कि मेरो। म उठ्यो भने गयो भने त्यही हो। मैले समथिङ 18-20 दिनपछि बल्ल फेरि स्टार्ट गर्दैछु। किनभने त्यही हो, रुममा बसेपछि अब बसेको गर्ने के बहुत अनडिसिप्लिन छु क्या म। त्यही भएर अगाडि आउनु लाग्यो ट्याक्क लाएर हेर्न सक्नुहुन्छ कट। तर यहाँको बाटो नि एकदम नेपालको भन्दा नि सानो बाटो हो क्या। यो बाटो यसरी कट्यो भने दुईटा बाटोलाई हो क्या, यो आउने र जानेलाई हो। लास्टै के हुन्छ क्या, लास्टै सानो छ होइन यो बाटो। मेन चिज भनेको हजुरलाई हाइवे देखाइदिन्छु, हाइवे पनि लास्टै सानो छ होइन। अब त्यही हो, त्यो कन्स्ट्रक्सनको गाडी आयो होइन। कन्स्ट्रक्सनको गाडी आयो, अब चाहिँ यतापट्टि गर अनि यिनीहरू कन्स्ट्रक्सन अहिले चाहिँ यतापट्टि धेरै भइरहेको छ क्या। त्यही हो, यस्तै दौड्नु छुट्टै मजा आउँछ क्या। ल हेर्न सक्नुहुन्छ है, यहाँ चाहिँ जङ्गलहरू पनि छ क्या ठ्याक्क त्यो रुखहरू। त्यसले गर्दा चाहिँ घामहरू पनि यता आएन क्या अहिले। जोसित कति त्यो बाटो छ नि हेर्न, उतापट्टि घामहरू लगाएको छ, यतापट्टि लगाएको छैन। यो सबै रुखले गर्दा हो क्या। हेर्न सक्नुहुन्छ होइन, म कालो भन्छु नि यतापट्टि होइन, तर सबै यो सपनाको गल्ती हो क्या। अब को सपना को केटी भन्नुभयो होला होइन, सपना के सपना को सपना भन्नुभयो होला। त्यो के भन्छ इङ्ग्लिसमा ड्रिम के ड्रिम, सपनाको गल्ती हो। किनभने चाहिँ सपनामा चाहिँ मैले चाहिँ राति सपनामा चाहिँ मैले चाहिँ कालो त्यो कोइलो लगाएको देखेको थिएँ कि बिहान उठेर हेर्छु त कालै कालो यार। यस्तो त न छोडिदिनुहोस्, यस्तो के भन्ने होइन। अनि बिहान उठेको त पुरै कालै कालो। अब त्यो कुरा छोडिदिनुहोस्, यस्तै सानो हाँसो मजा गर्छु म। त्यस्तो कन्टेन्ट क्रिएटर पनि होइन, सानोतिनो हँसाउने मान्छे हो। तर चाहिँ कन्टेन्ट क्रिएटर भन्दा पनि त्यस्तै हो, सानोतिनो हँसाउने मान्छे म परेँ। मेन चिज कन्टेन्ट क्रिएटर भन्दा पनि म चाहिँ जस्ट भिडियोको अगाडि चाहिँ कम्युनिकेसन स्किल बढाउनु हो कि। त्यही भएर मैले दिनदिनै पनि भिडियो हाल्दिनँ नि त। त्यही भएर हो गाइज, त्यही हो। अनि अहिले चाहिँ
नेपालमा चाहिँ अहिले चाहिँ बहुत राम्रो भएको छ होइन। सरकार ढल्यो अनि प्राइम मिनिस्टर पनि सब रिजाइन गरेर अब कता कता भागिसके होइन। अनि कतिको त प्राइम मिनिस्टरको घर पनि जल्यो खुसी लाग्यो मलाई। तर नजल्न पर्ने भनेको सिंहदरबारहरू होइन, संसद भवनहरू नजल्न पर्ने हो, तर जल्यो होइन। त्यति नगरे त अब प्राइम मिनिस्टरले नि त्यो रिजाइन लेटर दिन्थेन होला। तर चाहिँ जे भयो ठिक भयो, राम्रो भयो होइन। तर कति कैदीहरू पनि भागेका थिए के त्यहाँबाट होइन। त्यो चाहिँ अलिकति दुःखद खबर हो। आर्मीहरूले धेरै मलहरू मिलाउनु भयो नि त होइन। अनि त्यसपछि चाहिँ 4 दिन जति चाहिँ अब लगभग त सरकारमा चाहिँ अब प्राइम मिनिस्टर को बनाउने भनेर चाहिँ धेरै कुरा उठेको थियो नि त। अब बालेन दाइले उठाउने कि हर्का दाइले उठाउने कि सागर दाइले उठाउने कि अरू मान्छेलाई नि उठाउने भन्ने हल्ला चलेको थियो नि त। तर त्यतिखेरको सोचमा चाहिँ मेरो के त्यति बेलाको सोचमा चाहिँ प्राइम मिनिस्टर कसलाई बनाउनु भन्दाखेरि चाहिँ इच्छुक थियो भन्दाखेरि म चाहिँ केसमा भन्दाखेरि न त हर्का दाइ, न त बालेन दाइ, न त सागर दाइ, बरु बनाऊ त दुर्गेश थापा दाइलाई बनाइदिने। किनभने चाहिँ दुश्मनहरूको हेरे गरिदिन्छन् नि त होइन। त्यही भएर चाहिँ हो होइन। ठिक छ होइन, दुश्मनहरूको हेरे गर्छन् त्यसपछि भागिदिन्छन् होइन, डराउँछन् पनि। वा दुर्गेश दाइ इज अ बेस्ट होइन, त्यतिलाको कन्सेप्टमा के हँसाउनमा। अनि चाहिँ अहिले चाहिँ जे होस् प्राइम मिनिस्टर नयाँ निक्लिसक्नुभयो होइन। अनि निक्लिसक्नुभयो, उहाँ हुनुहुन्छ अहिले चाहिँ फर्स्ट वुमन प्राइम मिनिस्टर इन नेपाल सुशीला कार्कीज्यू। सुशीला कार्कीज्यूलाई पनि धेरै उहाँको पहिलाको त्यो हेर्दाखेरि चाहिँ जे होस् राम्रो पनि काम गर्नुभएको रहेछ क्या होइन। त्यो देख्दा चाहिँ खुसी लाग्यो होइन। अनि त्यही हो, खुसी लाग्यो। तर अहिले चाहिँ धेरै सपोर्टिभ पनि हुनुहुन्छ होइन। किनभने हाम्रो पहिलाको प्राइम मिनिस्टर अथवा केपी बाहरू चाहिँ पहिला चाहिँ जान्थेनन् नि त। अब कोही बिरामी हुँदाखेरि, कोही इन्जर्ड हुँदाखेरि, कोही मर्ने बेला पनि जानुहुन्थेन नि त, जान्थेनन् नि गड्डाहरू होइन। तर चाहिँ अहिले चाहिँ सुशीला कार्कीज्यू चाहिँ आफ्नै हस्पिटलमा गएर इन्जर्ड पिपुलहरूसँग भेटेर के चाहियो, के माग, जनताहरूले के माग गरेछन् त्यो चाहिँ म निभाउँछु पनि भन्नुभएको छ। त्यो देख्दा चाहिँ बहुत खुसी लागेको छ होइन सुशीला कार्कीज्यू प्राइम मिनिस्टरलाई होइन। जे होस् ठिक छ। अब चाहिँ वाकिङ गर्नुपर्ने हुन्छ गाइज होइन। अब त्यही हो, बिहानको हावा खानुपर्ने हुन्छ क्या। कति सुत्ने कि म अरू बेला समथिङ 10:30 बजे 9:30 बजे 10:30 बजे उठ्थेँ क्या। उठ्यो भने पनि अनि त्यही उठ्यो, मोबाइल चलाएर बस्यो, यस्तो आँखा दुख्थ्यो नि, आँखाहरू दुख्ने, यताउता हुने होइन। अब त्यही भएर चाहिँ अब अति भयो भनेर चाहिँ अनि समथिङ 18 दिन 20 दिनपछि फेरि आउन छु कम ब्याक होइन। त्यो हिँड्न लाग्यो क्या फेरि। पहिला त त्यस्तो अलिअलि हिँड्थेँ क्या, धेरै त होइन। तर चाहिँ त्यही हो, मुड अनुसार हो होइन। म पनि अब चाहिँ हिँड्नुपर्ने हुन्छ। घाम पनि हेर्नु त उहाँ पुगिसक्यो अहिले। म फेरि लास्टै गफाडी छु होला है, थाहा। तर गफाडी होइन कि मनको कुरा भनेको। अब अरूले मान्छेलाई गफाडी सोच्छन् भने म के भन्नु, त्यही हो, गाह्रो छ। अनि हेर्न सक्नुहुन्छ, मैले भन्थेँ नि अघि चाहिँ हजुरलाई, यहाँको गाडी चाहिँ लास्टै गाडी भन्दा पनि रोड चाहिँ लास्टै सानो हुन्छ क्या। हेर्न सक्नुहुन्छ रोड लास्टै सानो छ होइन। इफ गाडी बिग्रियो भने चाहिँ अलिकति गाह्रो हुन्छ क्या। किनभने हेर्न सक्नुहुन्छ कति सानो गाडी हो क्या, सानो हुन्छ क्या। नेपालको भन्दा लगभग सानै छ भन्छु के अरे एक किसिमले होइन। त्यो मेन रोड भन्दा 2 वे लेनदेखि त्यही हो। अब एकछिन राखेर भिडियो राखेर चाहिँ अब एकछिन एक्सर्साइज गरेर एक्सर्साइज गर्ने ठाउँमा भेटौँला है त गाइज है। 8 बज्न लाग्यो, 7:51 भयो। घाम भने चाहिँ वहाँ माथि छ, अझै वहाँ माथि पुगिसक्यो होइन। अनि एकैछिन आएर एक्सर्साइज भन्दा पनि त्यही हो, खुट्टाहरू यताउता एक्सर्साइज गरियो। अब चाहिँ जानुपर्ने हुन्छ धेरै बेरसम्म किन बस्ने होइन। यहाँको घाम फेरि लास्टै अब अहिलेको घाम त अब भिटामिन डी दिन्छ। अब एकछिन पछिको घामले चाहिँ त्यही हो, पुरै कालो गराइदिन्छ। त्यही हो यसको चाहिँ यहाँको गल्ती चाहिँ। किनभने चाहिँ मलाई अलिकति विन्डसिटर पनि लगाएर आएको छैन नि त। अलिकति यहाँको घाम फेरि चाहिँ अलिकति घाम चाहिँ काठमाडौँको जस्तै एरिया क्लाइमेट हो क्या। तर चाहिँ घाम चाहिँ लास्टै पऱ्यो भने चाहिँ पुरै कालै गराइदिन्छ कि यहाँको घाम चाहिँ लास्टै छ होइन। त्यही हो गाइज, नयाँ केपी ओली
नयाँ हारे प्रधानमन्त्री चाहिँ सुशीला कार्की बन्नु भएको छ होइन, खुसी लाग्यो। त्यही हो, चलेको छ। अनि त्यहाँ पनि त अब हाम्रो जेनजी ग्रुपबाट चाहिँ हाम्रो बलिदान दिएका अब यो योगदान दिनुभएको चाहिँ हाम्रो जेनजी ग्रुपले चाहिँ धेरै धेरै धन्यवाद होइन। कोही चाहिँ इन्जर्ड हुनुभएको छ भने, कोही चाहिँ अब कतिजना चाहिँ मर्नुभयो नि भएको छ होइन, मृत्यु पनि हुनुभएको छ। उहाँहरूले चाहिँ सल्युट छ होइन, म चाहिँ सल्युट गर्छु। अनि बिचरा कतिजना चाहिँ भर्खरका बच्चाहरू पनि कसरी हेरसेर खाएर मरेको होइन, त्यो चाहिँ देख्दा चाहिँ बहुत नराम्रो लाग्छ मलाई। कतिजना चाहिँ बचाउनु पनि जानुभयो होला होइन, कतिजना बचाउनु जानुभयो। आफ्नो युनिटी हो होइन, नेपालको आफ्नो नेपाली दाइ भाइलाई अब बचाउन भनेर कति त्यहाँ गोली फायर हुँदा हुँदा पनि बचाउनु पनि जानुभयो होइन। खुसी लाग्यो, जियोस्, राम्रो गर्नुभएको छ। अनि सुशीला कार्कीज्यूले पनि अब मृत्यु भएको मान्छेहरूले चाहिँ प्रति व्यक्ति चाहिँ 10 लाख दिने भन्नुभएको छ। गरी पनि भयो होला होइन, गर्नु पनि भयो होला। तर चाहिँ सबै ठुलो कुरा पैसा नै होइन। फ्यामिलीको अगाडि त सबै ठुलो कुरा चाहिँ आफ्नो छोराभन्दा चाहिँ पैसा ठुलो हुँदैन नि त। तर चाहिँ अलिकति केही राहतको लागि होइन चाहिँ दिनुभएको छ होइन। जियोस्, त्यो देख्दा पनि खुसी लाग्छ। जियोस्, सबै कुरा पैसा त होइन, त्यही पनि अब अलिकति राहतको लागि होइन। तर छोरा अथवा पैसामा चाहिँ जो आमाले पनि छोरा नै चुज गर्छ नि त, त्यो हो। अब त्यही हो, म पनि अहिले जेनजी ग्रुपमा म पार्टिसिपेट लिन पाइनँ किनभने म बाहिर छु, त्यही भएर गाह्रो पनि भयो होइन। तर चाहिँ मैले फुल सपोर्ट चाहिँ मैले बसी दिएको थिएँ। मैले मेरो चाहिँ फुल सपोर्ट चाहिँ मैले चाहिँ के दिएको थिएन क्या, मैले खतरा फुल सपोर्ट दिएको थिएँ होइन। अब त्यही हो, अब मेन चिज भनेको चाहिँ कतिजना मर्नु पनि भएको छ। ब्लड भने चाहिँ कति थियो होइन। तर इफ म चाहिँ त्यहाँ भएको भए चाहिँ सक्दिनँ कि भन्छु। हजुरले अब मलाई नराम्रो भन्नुभयो होला होइन, हजुरले मलाई नराम्रो ठान्नुहुन्छ भने हजुरले अब के भन्नु। तर इफ म चाहिँ त्यहीँ फायर हुँदाखेरि चाहिँ म कति ब्लडहरू भएको हुन्छ नि त, त्यहाँ हुँदा चाहिँ मैले चाहिँ सक्दिनँ नै भन्छु होला होइन। किनभने चाहिँ म रगतदेखि हेर्नु साथीहरू होइन, म रगत देख्नै सक्दिनँ कि, म ढल्छु कि त्यहीँ। म जति नै अब मान्छे हो होइन, म केटा मान्छे छोरा मान्छे भए पनि म चाहिँ रगत देख्नै सक्दिनँ कि। इफ इन माई केस होइन, अब मेरो अगाडि एक्सिडेन्ट भएको छ, इफ त्यो मान्छे चाहिँ टाइममा अब हस्पिटल पुग्यो भने त्यो चाहिँ मान्छे बाँच्छ भने पनि म चाहिँ त्यो मान्छे त्यत्तिकै भयो नि त होइन। अब ब्लड निस्किएन भने त म बचाउन सक्छु होइन, त्यो जसले पनि गर्छ होइन। तर ब्लड भयो भने त्यो मान्छेलाई म सक्दिनँ नै भन्छु। म ब्लडदेखि यति डराउँछु कि कुरै छोड्नु के, त्यो सानो खुनहरू हुन्छ नि, त्यो यहाँको देख्दा पनि त देख्न सक्दिनँ क्या। मेरो यहीँ अगाडि खुन आएको थियो होइन, अघि अर्कै भइदिएर कि म सक्दिनँ। इफ मेरै घरका फ्यामिली भनौँ न, मेरै घरका फ्यामिलीले पनि अब त्यही भयो भने पनि ब्लडहरू देख्यो भने म सक्दिनँ नै भन्छु कि। एक किसिमले म बरु रुन्छु होइन, म रुन्छु कराउँछु, तर चाहिँ म हेल्प माग्छु कि। म आफू हेल्प गर्नै सक्दिनँ कि, म ब्लडदेखि यति डराउँछु कि पुरै छोड्नु। अब त्यही हो, अब हजुरहरूले इफ यस्तो हुँदै नहोस् होइन, यस्तो त हुँदै नहोस्। त्यही पनि मेरो अगाडि चाहिँ ब्लडहरू मान्छे चाहिँ कोही पनि नभेटियोस् है भन्छु म। तर चाहिँ भेट्यो भने म आफै नराम्रो हुन्छ क्या कहिले कसो। तर हजुरहरूले चाहिँ इफ इन माई केस यस्तो भयो भने चाहिँ हजुरहरू नरिसाइदिनु होला, त्यही भन्न चाहन्छु म। अब चाहिँ गाइज जानुपर्ने हुन्छ होइन, अब कति त्यो गर्ने होइन। अब म सक्दिनँ क्या, म ब्लडदेखि लास्टै डराउँछु होइन। अब चाहिँ म जानुपर्ने हुन्छ। अब अहिलेको भ्लगलाई यहीँ राखौँ होइन। दिउँसोको भ्लग आयो भने चाहिँ म अर्को भ्लगमा हाल्नेछु किनभने चाहिँ धेरै ठुलो भिडियो पनि नगराइदिउँ होइन। त्यही भएर यति भन्दै आजको भ्लग चाहिँ यहीँ खत्तम हुन्छ होइन। अनि एउटा कुरा चाहिँ आफ्नो केयर गर्नु होला है, आफ्नो केयर चाहिँ गर्नु होला। अनि इफ हजुरहरू चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ बेल आइकन र सब्सक्राइब बटन त्यो सब्सक्राइब गरिदिनु होला। अनि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। धन्यवाद। अनि इफ
केही इफ मेरो केही कमजोरीहरू छ भने चाहिँ हजुरले चाहिँ आफ्नै साथीभाइ अथवा दाइदिदी हुनुहुन्छ नि त, अब हजुरले चाहिँ आफ्नै सम्झेर नै मलाई चाहिँ यो भएन है, यो मिलाइदिए है भन्नु होला। किनभने चाहिँ म चाहिँ भर्खरै सिक्दै गरेको मान्छे हो होइन। गल्ती त अब धेरैबाट नि हुन्छ नि त, धेरै ठाउँबाट हुन्छ, तर चाहिँ त्यो गल्ती चाहिँ धेरै दोहोऱ्याउनु भएन होइन। तर चाहिँ केही पुगेन जस्तो, केही भएन जस्तो लाग्छ भने चाहिँ हजुरहरूले चाहिँ भन्नु होला होइन। ल यति भन्दै आजको भ्लग खतम हुन्छ है त।